प्रधानमन्त्री रतन कार्कीलाई बनाउनु पर्छ भन्ने कुरा देखेँ मैले। यस्तो संवेदनशील कुरा मजाक नगर्नुहोस्, भोलि बिहान उठेर काममा जान छ मलाई, म भ्याउँदिनँ। अनि हर्क साम्पाङजी बिहामा सालीले जुत्ता लुकाएको जस्तो छलफल नगर्नुहोस् न। तपाईँ 40 मिनटमा 42वटा स्ट्याटस नलेख्नुहोस् न, धैर्य धारण गर्नुहोस् न। हजुरलाई हामीले 6 वर्षको कार्यकाल देखेका छौँ। 6 वर्ष, 5 वर्ष, 4 वर्ष, कति वर्ष कार्यकाल गर्न मिल्छ त्यति वर्ष हजुरको पुरै कार्यकाल हेर्न मन छ हामीलाई। अनि बिहानै अलराम राखेर ढुङ्गा बोक्न हिँडौँला, नहात्तिनुहोस् न। बालेन दाई हात्तिनु भएको छैन, हर्क दाई किन हात्तिनु भएको यसरी भन्नुहोस् त। हाम्रो सागर ढकाल हात्तिनु भएको छैन, धैर्य गरेर बस्नु भएको छ, भगवान्प्रति आस्था राख्नु भएको छ। देशमा शान्ति आइसक्यो, कैदीहरू अब समात्न सुरु गरिसक्यो, जो भाग्छ गोली हान्ने आदेश आइसक्यो, सैनिक प्रशासन मिलेर सबै छलफल गरिरहेको बेलामा तपाईँ सुलबुल अलराम राखी स्ट्याटस नलेख्नुहोस् न। कुन दिन बालेनलाई नै मेरो लौरोले जितेको भन्न बिर्दैन हर्क दाई। तपाईँले धेरै राम्रो गर्नुभएको छ, तर नहात्तिनुहोस् न। हजुर त दीर्घकालीन हो के। सुशीला कार्की चाहिँ रतन कार्कीको ठुली आमा हो भन्ने कुरोको यो हल्ला चाहिँ नफैलाउनुहोस्। धन्यवाद।